हेलो हेलो गाइज हजुरलाई स्वागत छ मनिषाको भ्लगमा। अनि म चाहिँ धेरै दिनपछि आइसकेको छु भ्लगमा। हजुरहरूलाई सन्चै छ होला। अनि म चाहिँ सन्चै भर्खर हिजो अस्तिबाट काममा लाग्यो। अनि त्यही भएर भिडियो नि बनाउनु पाएको छैन। अब आस्ते बनाउने हजुरले सपोर्ट गरिराख्नु भन्यो। अनि म चाहिँ कपाल काटेको हेर्नु होला लास्ट भ्लग। अनि कस्तो देखेछ भन्ने होला कमेन्ट गर्नु होला। अनि त्यस्तै छ। अनि मम्मी चाहिँ सुनौली गरेर सामान लिएर आइसक्नु खोजेको छ न। अनि हाम्रो घरको दाइले फेरि भाँडा नमाजिकन यत्तिकै राखिदिएको छ। अनि त्यही अनबक्सिङ गर्नु होला एकैछिनको लागि। कसलाई चाहिन्छ कसैलाई सामान चाहिन्छ भने कमेन्ट गर्नु होला। यति धेरै चिज छ यहाँ हाम्रो घर। 2500 को सामान। कति सयको अरे? 2500 को सामान यही हो। केही आउन आज गाडीमा कति डिस्कस गर्छ अहिले। के ल्याएको कस्तो ल्याएको कुकुर सामान लगाएर कुकुरले सुँगेर बल्ल सामान यहाँ आएको छ। कुकुरले सामान सुँग्ने हो त। के सामान ल्याइएछ के ल्याउनु भएको छ कुकुरले सामान सुँग्छ के। अहिले यो सुनौलीबाट सामान यहाँ घरले उतार्दाखेरि भनेपछि हामी नेपालीको जिन्दगी त राम्रै छ। अनि चाहिँ के हाम्रो घरसँग म हजुरलाई सानो सिनेमा देखाउँछु है त। त हजुरलाई कसलाई सिनेमेटिक यतिको। अनि बार्गेनिङ गर्दाखेरि आज दोकानको याद आयो। आज एउटा त्यो गुरुङ हो के भन्छ न त्यो आएको थियो होइन। यति साह्रो बार्गेनिङ गरेको के यति 1 घन्टा त त्यही म अघि नै आइसकेको थियो होइन। त्यही त्यो आन्टीले बार्गेनिङ गर्दा ढिलो भयो क्या। जे चिज पनि घटाउनु लगाएको छ 300 को कारो एकारे 350 पर्ने कारोलाई 300 रुपियाँ गरिदिनु अरे अझै 300 रुपियाँ गरिदिनु अझै घटाउनु भन्ने कि यस्तो हाँस लाएर। अनि चाहिँ यति हो आजको देखाउँछ सामानहरू। टन्नै त भन्न मिल्दैन होला किनकि यो भन्न धेरै हुन्छ अरूको धनी घरमा। हामी चाहिँ मिडल क्लास छ। अनि यो चाहिँ देख्नुहुन्छ सामान। यो के को तेल हो र यस्तो? अझै एउटा तेल पैसा नपेर एउटा तेल झिके अनि 2 किलो चना घटाएको पैसा नपेर। पैसा त मेरो पनि आउँथ्यो तर अङ्कल दिँदैन। अब यति जिरा बसिने सुन्नु त अब 1 महिना पुग्छ होला। 1 महिना लाग्यो। अनि चाहिँ यस्तै छ हाम्रो घर चाहिँ हुन सामान केही छैन। अनि चाहिँ मारे कस्तै सन्चो भएको। हजुर अब बजार जाने कहिलेको बजार हो अब। अनि यहाँ क्यालेन्डर थियो नि यहाँ रहेछ क्यालेन्डर। पछि आमाहरू जानुभयो कता पुस न अहिलेको यही हो। पुस हो कि मा कहिले क्यालेन्डर हो र यो भदौ असोज। माघ अहिले माघ हो 14 15 16 17 18 19 20 21 22 23 24 25 26 अझै 1 हप्ता 4 दिन बाँकी छ। 1 2 3 4 हो। अनि अर्को सेलिब्रेसन मलाई 1 हप्ता 4 दिन बाँकी छ। अझै आएको छैन।
2 भाला पाइसक्यो अरू आउन बाँकी छ अनि चाहिँ म दिवस कहिले हो भन्दिनँ होला किनकि मलाई थाहा छैन म दिवस कहिले भनेर अनि यही हो अब के हुन्छ र अब सानो सर्ट भिडियो हजुरले त्यही हेर्नु हेरिदिनु होला भन्ने चाहना छ अनि हेर्नु होला म धेरै ब्लगहरू नि गर्दैछु अनि चाहिँ अर्को कुरा चाहिँ अनि सरप्राइज भनेको थिएँ नि त्यो 1K होला 1K त भएन अनि त्यही पनि 1K भ्युज के त्यो त भएन अनि त्यसबाट एउटा चाहिँ हुन होला अनि अर्को चाहिँ दाइहरू आउनु छ त्यो त्यसैमा भनेको थिएँ हेर्नु कि नै दाइहरू आउनु छ अनि मेरो पर्सनल एउटा चिज हाल्लाको छ अनि त्यसैबाट मलाई गर्ने हो अब देखियो न अनि त्यो चाहिँ अब चाँडै आउँदैछ अब यहाँ हेर्न सक्नुहुन्छ 30 दिन हो अब अर्को महिनाको कता अर्को महिनाको यति गतेसम्म आउँछ होला यताबाट म थाहै छैन कहाँनिर यहाँ यो महिनाको कति गतितिर आउँछ भनेपछि ठ्याक्क लाएर 8 10 12 यति 10 देखि 12 13 यतिको बिचमा आउन सक्छ अनि केही नै यति हो अनि म दिवस चाहिँ कहिले मलाई थाहा छैन भन्नु होला अनि आजलाई यति नै सानो भिडियो कस्तो लाग्यो हजुरलाई मन परेमा लाइक कमेन्ट सेयर सबै गर्नु होला धन्यवाद नआयो फ्यामिली मेम्बर्सहरू जोइन हुनु होला त्यही भन्न चाहन्छु आजलाई यति नै धन्यवाद।